हेलो त्यो चस्माले कस्तो राम्रो देख्छ कि त्यो अर्को हामी चाहिँ अब हल्का डिब्रिफ गर्दैछौँ पहिला अब कता जाने कसरी जाने अनि दिदीले रातै कपडा लाउनु भएछ है भाउजूसँग म्याच गर्नु भएको रहेछ किन पुच्चेर गयो कि तिमीहरू पुच्चेर एक्लै छोडेर दिदीहरू तपाईँ हेर्नु भएको छ भने हामीले तपाईँहरूलाई रोडमा मिस गरिरहेको छौँ है लक्कै लत लगे चाहिँ हामी आइपुग्यौँ यहाँनिर सो लेट्स डु अ हाउस टुर घर लिएर जानुपर्छ क्या यो त अलि एकछिनपछि मेरो बुढाले खाने बेला हुन्छ हाम्रो यहाँनिर बाल्कनी पनि छ एकदम राम्रो एकदम बिग स्पेस छ वी हेभ अ नाइस आउटडोर एन्ड किचन पनि ठुलो छ अनि वी हेभ वान सिटिङ रुम डाउनस्टेयर्स एन्ड वान अपस्टेयर्स इट्स भेरी नाइस कटेज हाउस Hi, baby. मलाई चाहिँ नहाल्नु है प्लिज आहा कति राम्रो क्विक रिक्याप भाउजूले चाहिँ आज टक्क रातो कपडा लगाएर निस्किनु भएछ अनि त्यसपछि दाइले चाहिँ रातो टी सर्ट खोजेर होइन भाउजूले रातो लाउनु भएको छ भनेर रातो टी सर्ट खोजेर लगाउनु भएको अरे क्या हाउ स्विट अनि हाम्रो अरू टोलीहरू यहाँ हेरेर चेयर्स गर्दै बस्नु भएको छ हेलो हेलो ल ल अब कसरी हामीहरू प्रोत्साहन दिँदैनौँ चुरोट खान धुम्रपान गर्न प्रोत्साहन दिँदैनौँ म त दिदी हो Hello. Bigyan sa paloy. Ako bigyan sa
सिकारीको निशानाले छुट्दै छुट्दैन Cheers! Woo! आउनु आउनु मनमा माया छ भने धर्के हो किन हुने बसन्त धर्केको भयो दोबारा किमा सुन्दै हो मासु काट्दा काट्दै गयो जमाना फेरि एकतिर मासु काट्दा उता नि हो नि फेरि यो खै यो चाबिराख्नु भएको बाबा को फेवरेट गीत है अब डैडी को मेरो ससुरा को हाँस्दा नि नाच्दा पनि देखिँदैन कस्तो बेइमानी मानी काले 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 दाइ बेबु दाइ बेबु बेबु दाइ बेबु दाइ बगैँचाले होला लौन मैया बैस सम्हाल कालो हाली हामीलाई दुःख जति हामीलाई आँसु देउन रुमाल खारे खोला बगैँचाले होला लौन मैया बैस सम्हाल हामीलाई दुःख जति भएन मन हुनेको धन रूप हुनेको मन भएन मन हुनेको धन बरु फालिदिन्छु तिमीलाई नै यो जौवन फालिदिन्छु तिमीलाई नै यो जौवन हुन्छ त्यो भले नेपाली सही यहाँ आउँदैछ क्या सही हो
अब बाबरा हुआ मन जग हो गई है रोशन ये नई नई सुहागन हो गई है तेरी जोगन हुई प्रेम की पुजारन मंदिर सजाए सैया 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 यो भेजीको चाहिँ पाक्यो अब भयो यो पाक्यो अब मासु पकाउनु तपाईँहरूले एकछिनमा है। ल अझै पनि सकेको छैन जस्तो छ है हाम्रो यहाँ गीत गाउने चाहिँ म चाहिँ अब नाइटको लागि रेडी भइसकेँ डिनरको लागि लुक्स लाइक दे आर स्टिल ह्याभिङ फन सम्झनाले आँखा मेरो मैले तिमीलाई चाहेको भन्दा बढी तर त्यो भावना बिलिन भयो भन्छौ त्यो केवल एउटा भ्रम मात्र थियो सायद यो भाग्यमा मेरो नाम कोरिएको छैन सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन सायद यो भाग्यमा मेरो नाम कोरिएको छैन सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन अरू मेरो प्रेम अधुरो मेरो आज चाहिँ हाम्रो सेकेन्ड डे अफ आवर होलिडे आज हामी बिच जाने भनेर सबैजना ड्रेसअप गरिरहेको छौँ मन्जु दिदी स्टिल रेडी हुँदै हुनुहुन्छ सो वी आर वेटिङ फर हर हाम्रो बेबुदाई लास्ट होलिडे मुडमा हुनुहुन्छ डान्स चाहिँ अब 3 दिनसम्म जाला जस्तो छ बिकी दाई ढोका हावा पसोस् भनेर खुला राख्नु भएको हो ए हाम्रो पनि त्यही नै हो ए ल ल ल आइडिया दामी रहेछ ल
त्यसो ल अब चाहिँ हामी हाम्रो यात्रा सक्यो अब घर जाने तयारीमा छौँ हेलो भाउजू ल आज चाहिँ हामी 2 दिनको 2 नाइट्सको स्टे भएर हामी आज फर्किँदैछौँ विनाश दाइले बोक्दै हुनुहुन्छ हाम्रो डोरियनजीलाई क्विक रिक्याप बाबुले चाहिँ क्यान आई ह्याभ अम्ब्रेला विनाश दाई भन्नु अरे त्यसले गर्दा दाइको नाम त्यो रहनु भयो होइन बेबी